यता चाहिँ बत्ती पनि छ, यति पनि बत्ती भएको छ क्या हाम्रो होइन, हेर्न सक्नुहुन्छ। 7:51 भइरहेको छ, 8 बज्न लागिसक्यो। अनि म ब्याक टु घर गइसकेँ किनभने अब त्यहाँ हल्का सो वाट्सअप वेलकम ब्याक दिनु तपाईँलाई स्वागत मेरो नयाँ ब्लगमा। अनि आज चाहिँ म पुरै नाइट ब्लगमा आइसकेको छु। सो आज चाहिँ हामी टक्सर हन्टेड हाउसमा छौँ, हेर्न सक्नुहुन्छ अगाडि चाहिँ घर छ। सो यता बत्ती गरेर त्यो त्यहाँ पढ्दैछ के पढेको हामी दुईजना छौँ। अनि ठ्याक्कै एक्ज्याक्ट टाइम चाहिँ पुग्छ हाम्रो होइन, हेर्न सक्नुहुन्छ ठ्याक्कै 7:51 भइरहेको छ। सो अब हामी चाहिँ भित्र घर एक्सपोज गर्नको लागिरहेको छौँ, भित्र के हुन्छ के कस्तो छ। यो चाहिँ हल्का भुतिया घर भन्छ क्या, अनि हल्का त्यहाँ हन्टेड हाउस पनि भन्छ यसलाई। त्यही त्यहाँ बत्ती भन्छ, बत्ती भएको त्यहाँ। सो अनि ठ्याक्कै अब 8 बज्न लाग्यो, हामी भर्खर ट्युसनबाट फर्केको। अनि हेर्न सक्छ यता बत्ती पनि छ, सो यता चाहिँ बत्ती पनि छ, उता पनि बत्ती भएको छ क्या। म तपाईँलाई देखाउँछु एकपल्ट यो घर चाहिँ फुल्ली। अनि यस्तो छ चाहिँ त कहाँ डराएको या चाहिँ यस्तो छ, हेर्न सक्नुहुन्छ यता बत्ती पनि छ, यता चाहिँ पुरै घारी छ, यहाँ एउटा घर छ टोइलेट हो। अनि यस्तो छ हेर्न सक्नुहुन्छ, पहिले जाएको जमानाको घर हो, यहाँको कहानी धेरै छ। अब हामी चल्दिनु भएको छ हिँडे नडराए म छु। सो हामी चल्दैछौँ, यहाँ के छ म तपाईँलाई हेर्न सक्नुहुन्छ क्या, हेर्न सक्नुहुन्छ पढ्ने तर यो चाहिँ केही बुझ्दैन यार, हामी त बुझ्दिनँ। अनि यता पनि यस्तो छ, यस्तो हेर्न सक्नुहुन्छ यहाँ बत्ती राखेको छ क्या। ल जाउँ त्यो सनमुन त्यति हो हिँड्नु हेर्न सक्नुहुन्छ, दुलो दुलो छ, सब भकेको छ। अब हामीतिर जानु लागेको 8 बज्न लागिसक्यो। अनि उयो छैन त नि ए कहिले छिर्नु या द्रोड छिरौँ, यो कहिले खोलिदिएन त उयो यो खोलिदिएन व्यवसाय यस्तो छ अरे अड्किरहेको छ तल हेर त्यहाँ त्यही त त्यो काठै हट्दैन ए माडमा गाडेको छ यार छिर्न सक्छस् अड्दैन कहाँ अड्छ हेर त ए यहाँबाट कुनाबाट छिर्ने यसरी ब्याग राखौँ न यहाँ बाहिर, अड्दैन ब्याग यहाँ बाहिर राखौँ न, हामी फालेमा त त्यो ब्याग चाहिँ राखौँ न बाहिर, राखौँ ब्याग किन त कुकुर आउँछ, कुकुर पनि आएछ। ब्याग हेर के हेरेको जा भाइ, ब्याग हेर राख्यौँ हजुर ए नडराने के हुँदैन। सो चस्मा लगाइसकेको छु, यहाँबाट छिर्न सकिन्छ आइज उयोबाट छिर्दैन यार ग्यास भाइ, अड्दैन छ यार, यार सक्छु म जाम यहाँबाट सक्छु म, अड्दिनुहोस् भाइ सो कस्तो अड्दैन है फत्तो अड्दिन्छु, निक्ल्न गाह्रो पर्छ नि त निक्लिनु त्यसरी निक्लिने नि बाजे भिलो छिरिन्छ कस्तो डराएको कहिले छिर्ने हो, ताने हो नि क्या लामो तान्छ मान्छे बोल्यो यहाँ हिँड मान्छे तान्दैन हौ म छिर्छु न छिर्छेस् के छिर्नु नछिर छिर्किएको थिएन हौ ओए नछिर्ने छोडिदिउँ के हुँदैन ऊ हेर्छ छिर्ने कहाँ छिर्छ छिर्दैन हँ छिर्दैन छिर्दैन यहाँबाट त ढुवाड छ यहाँबाट ढुवाड छिर्दैन यहाँबाट छिर्छ क्या फिक्स्ड तिनवटा निकालेको छ यहाँबाट हिँड यहाँ छिर्छ यत्रै छ ठ्याक्कै एकवटा ट्राई गरौँ अड्दिनुहोस् त पनि मान्छे हो उता के होइन गर्छु सक्दैन यार केटाहरू छ आउनुपर्छ क्या बाच्चा केटाहरू ल्याएर म ब्याक टु घर भइसकेँ किनभने अब त्यहाँ हल्का प्लेस चाहिँ कस्तो खालको थियो क्या, त्यहाँ हल्का प्लेस कस्तो खालको थियो। अनि हल्का यस्तो गाडी गर्नुपर्छ यार सर त्यहाँ प्लेस चाहिँ कस्तो खालको छ क्या, 8 पनि भइसक्यो डर पनि लाग्यो। अनि म चलिहालेँ घर, तँ पनि घर गइसक्यो, हामी चाहिँ जान पाइनँ किनभने अब हल्का हन्टेड प्लेस भनेपछि त्यस्तै हो, अब जताबाट नि जे पनि हुनसक्छ हामीलाई भरे अब त्यस्तै हो क्या।
हल्का लास्ट डर लाग्छ त्यहाँभित्र जान चाहिँ ट्राई पनि गरेको तर जहाँ चाहिँ सक्ने के हो यार कहाँ जान खोजेको के भयो क्या सो म तपाईँलाई फुल्ली आज डिटेल भन्नेवाला छु सो नेक्स्ट डे भइसकेको छ हामी जान खोजेको ठाउँ चाहिँ के हो तर के भइदिएको छ किनभने हल्का त्यस्तै भयो डराएको छैन म त्यहाँ जानको लागि डराएको चाहिँ होइन सो सो यो क्लिपमा चाहिँ के कस्तो लाग्यो तपाईँहरूलाई अब त्यस्तो राम्रो त केही थिएन हल्का म भुतिया घर भन्छ त्यसलाई हल्का त्यहाँको पनि कहानीहरू के छ सुनेको थिएँ क्या मैले अस्तितिर सुनेको थिएँ अनि ल नि त जाउँ भनेको थिएँ त्यो हल्का जाने ठाउँ पनि रहेछ क्या ढोका पनि ठ्याक्कै के रहेछ भने यहाँ थोरै साइडमा क्लिप हेर्न सक्नुहुन्छ यहाँ ढोका खुल्ला पनि तलपट्टि भित्रबाट लागिरहेको रहेछ क्या तलपट्टि सो अनि हेर्न सक्नुहुन्छ थोरै तपाईँले साइडमा म क्लिप राखिदिइहाल्छु थोरै अनि यस्तै भयो अनि जान पाइएन त्यहाँभित्र चाहिँ म फेरि अरू बेला गएको थिइनँ म राति पनि 8 बजिसकेको थियो अब त्यो यताउता डिस्कस गर्दा गर्दै 8:20 जति भइसकेको थियो होला भएर आएर म सुतिहालेँ हल्का अब चाहिँ इक्जाम पनि लगाइसक्यो इक्जाम गर्नु प्रेसर छ त्यही भएर यस्तो भ्लग बनाउन पाएको छुइनँ मैले सो यस्तै भयो अब त्यस्ता मुला त्यस्तै हो भ्लग भन्ने चिज अब नराम्रो भए पनि थोरै तपाईँहरूले हेरिदिनु होला अब चाहिँ युट्युब पनि अब त्यस्तै गर्नुपर्छ राम्ररी बनाउनुपर्छ सो म चाहिँ अब त्यति अहिले चाहिँ त्यति म फोकस दिएको छैन युट्युबमा किनकि हल्का अब इक्जाम आउन लागेको छ सो म फोकस गरेको छुइनँ सो अब इक्जाम छुट्टी भएपछि म फुल्ली ब्याक टु ब्याक भिडियो चाहिँ ल्याउने बेला छु फिक्स्ड भन्ने बेला छु किनभने अहिले हल्का प्रेसरहरू धेरै कुराहरू अनि हल्का मैले धेरै मोबाइल पनि युज गरेको छुइनँ क्या हल्का टाइममा हो अनि यो टाइममा आज फ्राइडे हो त्यही भएर मैले मोबाइल चलाएको सो अरू बेला त्यति साह्रो चलाउँदिनँ चलाउँछु त्यति साह्रो चलाउँदिनँ ब्लग बनाउनु भ्याउँदिनँ त्यस्तै हो अनि भर्खरै मैले चिया खाएर मात्रै बसिरहेको थिएँ मोबाइल हेर्दै मोबाइल पनि चार्ज छैन क्या मोबाइल पनि 50% चार्ज छ अनि अब चार्जमा जोड्छु ट्युसन पनि जाने बेला हुन लाग्यो फेरि आज पनि ट्युसन जानुपर्ने छ सो तपाईँहरूलाई चाहिँ अब ब्लग चाहिँ के कस्तो लाग्यो त्यस्तो राम्रो केही त भयो भने त्यही पनि तपाईँको सानो एउटा मिठो चाहिँ अब यो भिडियोमा चाहिँ 1K भ्युज गयो भने चाहिँ स्योर म त्यो घरभित्र छिर्नेवाला छु सो तपाईँहरूले सपोर्ट गर्नुपर्ने हुन्छ अनि 1K भ्युज आयो भने चाहिँ म स्योर त्यो यो घरभित्र छिर्नेवाला छु सो तपाईँहरूले सपोर्ट गर्नुहुन्छ भन्ने मलाई आशा छ अनि हेर्न सक्नुहुन्छ अब म यहाँ पढ्ने हुन्छ यहाँ बुकहरू पनि छ यस्तै हुँदै अब बिस्तारै ग्रोअप गर्दै जान्छ सब कुरा एकैपल्ट त कहाँ सिकिन्छ र भन्दै अब त्यस्तै छ जिन्दगी अब नेक्स्ट भ्लग चाहिँ अब म युट्युब च्यानल क्विक गर्न सक्छु अब त्यस्तो ग्यारेन्टी छैन हल्का अब मलाई त्यस्तै जे पनि हुनसक्छ सो तपाईँहरू चाहिँ वाच गरिदिनुहोस् अनि अब यहाँ पनि सक्नुहुन्छ पनि गर्नुपर्ने छ मैले अनि बिस्कुट पनि खाएर राखिरहेको छु चिया बिस्कुट खाएर भर्खर अनि अब त्यस्तै छ हेर्नुहोस् अन्त डन्डी फलाएर फेरि वाक्क छ क्या त्यतिर अनुहार सब बिग्रेर त्यस्तै छ अब अनि कपाल पनि उनीहरूले काटे त थियो भएर रिस पनि दिइहाल्नु भयो 500 भ्युज सो अनि हाम्रो मसँग गएको अर्को त्यो विवास पनि छ त्यसलाई पनि अनि के भयो अरे भने हिजो त्यहाँबाट गएको अरे अनि घर गएर सुत्यो अनि त्यसपछि चाहिँ के भयो भने त्यसलाई ऐठन लाग्यो अरे त्यहाँ राति 2 बजीतिर ऐठन लागेको पनि थियो त्यसलाई हिजो मलाई भन्दै थियो मलाई त्यस्तो भयो यार भन्दै थियो त्यो अनि हल्का हामी ट्युसनमा पनि हल्का भुत्केको जस्तै कुरा गर्दै थियौँ क्या अनि त्यसले पनि ठ्याक्कै दिमागमा त्यही सम्झिन्छ अनि त्यो घर त्यहाँ हामी अहिले गएको घरमा चाहिँ हामी त्यो गएको घरमा चाहिँ हल्का यसो भिडियो बनाउँदै थियो त्यसले भरे त्यसलाई खोइ केले खेदाएको जस्तै भयो अरे मोबाइलमा हेर्दा सो अनि फ्रिली भएको भने जस्तै सुनाउँदै थियो त्यो द्याट द रियल अनि मैले धेरैजनालाई सोधेँ अनि त्यहाँभित्र जानु हुँदैन पनि भन्नुभयो त्यो सो अब त्यस्तो धेरै जानकारी त छैन मलाई जति मैले जानकारी मलाई थाहा छ त्यति मैले तपाईँलाई पनि भनेको सो अब चाहिँ म चाहिँ यो भ्लग यतै स्टार्ट गर्न चाहन्छु अनि अर्को नेक्स्ट भ्लग पनि म थोरै अब नेक्स्ट भ्लग चाहिँ म सोचिसकेको छु अब मैले के भन्नुपर्छ के भन्नु पर्दैन सो अब तपाईँहरूलाई म नेक्स्ट भ्लगमा सब कुरा भन्ने बेला छु सो जय नेपाल भन्दै आजको भ्लग चाहिँ म यही इन गर्न चाहन्छु सो सबजनाले अझै माया देखाइदिनुहोस् छिटोभन्दा छिटो हामी 70 सब्सक्राइबर पुऱ्याउनु पर्ने हुन्छ जय नेपाल है त अब नेक्स्ट भ्लगमा म युट्युब च्यानल क्विक गर्छु या गर्दिनँ अब के क्विक भन्दा पनि अब धेरै पछि अब अहिले मैले गरेँ भने अब 9मा 10 अब 10 सकेपछि मात्रै म फेरि स्टार्ट आउने बेला छु सो अब त जे के कस्तो हुन्छ तपाईँहरूले यो भिडियो चाहिँ फुल हेरिदिनुहोस् सबैजनालाई सेयर गरिदिनुहोस् त्यस्तो राम्रो भएन त्यही पनि तपाईँहरूले माया दिइदिनुहोस् है त जय नेपाल त्यस्तै भयो